आज मिति 2082 साल जेठ महिनाको 4 गते आइतबार, इस्वी सम्मत 18 मे। सुरु गरौँ आजको राशिफल। राशिफलकै क्रममा सबैभन्दा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुने श्रोताहरूको लागि व्यापार व्यवसायमा लगानी गर्नका लागि समय उचित छैन। आर्थिक व्यवस्थापनका कामहरूमा समस्या आउन सक्नेछन्। पढाइ लेखाइमा पनि आजको दिन सामान्य नै देखिन्छ। पारिवारिक जीवनमा असमझदारी बढेर जानेछ भने ध्यान पुर्याउनुहोला। दिन मध्यम रहेकोले सोच विचारले अघि बढ्नुहोला। त्यसैगरी अर्को राशि रहेको छ वृष राशि। वृष राशि हुने श्रोताहरूको लागि व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ। भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरूको प्राप्ति योग देखिन्छ। आज दीर्घकालीन फाइदा हुने काममा हात हाल्ने दिन देखिन्छ। विद्यार्थीहरूले पनि अध्ययनमा सफलता पाइनेछ। दिन राम्रो रहेकोले सही सदुपयोग अवश्य पनि गर्नुहोला। त्यसैगरी अर्को राशि रहेको छ मिथुन राशि। मिथुन राशि हुने श्रोताहरूको लागि प्रतिस्पर्धीहरूलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ। व्यापार व्यवसायमा थोरै लगानीबाट पनि धेरै लाभ लिन सकिनेछ। प्रेममा रमाउन चाहनेहरूका लागि पनि आज समय उत्तम रहेको छ। विद्यार्थीहरूको लागि पढाइमा पनि सफलता मिल्ने देखिन्छ। आज खुसीको समाचार सुन्न पाइने दिन पनि रहेको छ। दिन राम्रो रहेकोले सही सदुपयोग अवश्य पनि गर्नुहोला। त्यसैगरी अर्को राशि रहेको छ कर्कट राशि। कर्कट राशि हुने श्रोताहरूको लागि साथीभाइ तथा आफन्तबाट उचित सहयोग प्राप्त नहुन सक्नेछ। व्यापार व्यवसायमा उचित समय दिन नसक्नाले त्यसबाट नाफा नहुन पनि आज सक्नेछ। पारिवारिक जीवनमा पनि असमझदारी बढ्नेछ। बोलीमा ध्यान पुर्याउनुहोला। विद्यार्थीहरूले पनि आज पढाइमा ध्यान दिन नसक्दा अरूभन्दा पछि परिनेछ। दिन नराम्रो रहेकोले होसियारीपूर्वक अघि बढ्नुहोला। त्यसैगरी राशिफलकै क्रममा पाँचौं राशि रहेको छ सिंह राशि। सिंह राशि हुने श्रोताहरूको लागि विवाद तथा प्रतिस्पर्धामा आज विजय हुन कठिन रहनेछ। व्यापार व्यवसायमा गरिएको लगानीबाट नाफा कमाउन सङ्घर्ष गर्नुपर्नेछ। विद्यामा सोचे जस्तो प्रगति गर्न सकिने समय देखिँदैन। अरूले पछि पार्दै अघि बढ्नेछन्। सामान्य स्वास्थ्य सम्बन्धी समस्याहरूले पनि आज सताउनेछ। आज यात्रा गर्नुहुँदैछ भने विशेष ध्यान पुर्याउनुहोला। सामान हराउने वा चोरी हुने सम्भावना देखिन्छ। दिन नराम्रो रहेकोले होसियारीपूर्वक अघि बढ्नुहोला। त्यसैगरी अर्को राशि रहेको छ कन्या राशि। कन्या राशि हुने श्रोताहरूको लागि विभिन्न अवसरहरू आउने हुँदा त्यसलाई प्रयोग गरी राम्रो आम्दानी गर्न सकिनेछ। आज थोरै लगानीबाट पनि धेरै मुनाफा निकाल्न सकिने दिन देखिन्छ। पढाइ लेखाइमा पनि सोचे जस्तै प्रगति हुनेछ। छोटो तथा रमाइलो यात्राको सम्भावना पनि रहेको हुँदा दिन राम्रो छ। व्यापारमा पनि प्रशस्त नाफा कमाउन सकिनेछ। दाम्पत्य जीवनमा पनि विश्वासको वातावरण अझै बढेर जानेछ। दिन राम्रो रहेकोले सही सदुपयोग अवश्य पनि गर्नुहोला। त्यसैगरी अर्को राशि रहेको छ तुला राशि। तुला राशि हुने श्रोताहरूको लागि काममा पदोन्नति वा जिम्मेवारी बढ्न सक्नेछ। आज पुरस्कार पनि प्राप्त हुन सक्नेछ। मान सम्मान बढेर जानेछ भने व्यवसाय गर्नेहरूले आफ्नो व्यवसाय बढाउने र राम्रो नाफा आर्जन गर्न सक्ने दिन देखिन्छ। कृषि तथा पशुपालन व्यवसायमा भने लगानी बढाई आम्दानी गर्न सकिनेछ। पढाइ प्रेम तथा पारिवारिक क्षेत्र आज राम्रै रहनेछ। दिन राम्रो रहेकोले सही सदुपयोग अवश्य पनि गर्नुहोला। त्यसैगरी अर्को राशि रहेको छ वृश्चिक राशि।
वृश्चिक राशि हुने श्रोताहरूको लागि राज्य पक्षबाट अनावश्यक समस्या हुन सक्नेछ। स्वास्थ्य सम्बन्धी समस्या आउन सक्नेछ। खानपानमा विशेष ध्यान पुर्याउनुहोला। मान सम्मान तथा प्रतिष्ठामा कमी आउनेछ भने आज सामान हराउने वा चोरी हुने सम्भावना पनि देखिन्छ। पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने सम्भावना रहेको छ। व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ। दिन नराम्रो रहेकोले होसियारीपूर्वक अघि बढ्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ धनु राशि। धनु राशि हुने श्रोताहरूको लागि पढाइको क्षेत्र कमजोर रहन सक्नेछ। गरिएको काममा ढिलासुस्ती हुन सक्नेछ भने एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने हुन सक्नेछ, जसको कारणले आर्थिक समस्या हुन पनि सक्नेछ। व्यवसायमा गरेको लगानीले पनि उचित प्रतिफल नदिन सक्नेछ। पारिवारिक जीवनमा पनि अविश्वासको वातावरण सिर्जना भएर जानेछ। दिन नराम्रो रहेकोले होसियारीपूर्वक अघि बढ्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ मकर राशि। मकर राशि हुने श्रोताहरूको लागि आज स्वास्थ्य भरपर्दो रहनेछ। आम्दानीका स्रोतहरू बढेर जानेछन् भने सामाजिक काम गर्दै नाम दाम वा इमान कमाउने समय छ। घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ। विभिन्न किसिमका भौतिक लाभ हुने छन् भने सवारी साधन प्राप्तिको योग पनि देखिन्छ। छोटो तथा रमाइलो दूरीको यात्रा तय हुन पनि सक्नेछ भने पारिवारिक जमघटको माहौल बन्नेछ। दिन राम्रो रहेकोले सही सदुपयोग अवश्य पनि गर्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ कुम्भ राशि। कुम्भ राशि हुने श्रोताहरूको लागि आज दिन तथा समय राम्रो रहेको छ। लामो दूरीको धार्मिक तथा शैक्षिक यात्रा पनि प्रारम्भ हुन सक्नेछ। भाग्यले साथ दिने हुँदा राम्रो काममा हात लागि हुनेछ। सानो प्रयत्नले पनि ठुला ठुला कामहरू सम्पादन हुनेछन्। व्यापार व्यवसायमा साथीभाइ तथा आफन्तको सहयोग मिल्नाले काममा राम्रो आम्दानी हुनेछ। दिन राम्रो रहेकोले सही सदुपयोग अवश्य पनि गर्नुहोला। त्यसै गरी राशिफलकै क्रममा सबैभन्दा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुने श्रोताहरूको लागि व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्ने हुन सक्नेछ। दाजुभाइ तथा छिमेकीसँग अनावश्यक विवाद हुन सक्नेछ। बोलीमा विशेष ध्यान पुर्याउनुहोला। पढाइ लेखाइमा पनि समय दिन नपाउँदा अरूभन्दा पछि पर्ने चिन्ताले सताउनेछ। आज स्वास्थ्यमा पनि सामान्य समस्या आउन सक्नेछ। दिन नराम्रो रहेकोले होसियारीपूर्वक अघि बढ्नुहोला। यी त थिए यहाँहरूको आजको राशिफल। राशिफलले जे जस्तो फल बताए तापनि यहाँहरूको दिन शुभ बितोस्। हवस् त, धन्यवाद।